छोरी सुधा चन्द्रगिरी हिल्स परिसरमा रहेको घुम्ने नाचमा नाच्दै छिन्। छोरीका लागि सम्झनाका लागि यो मैले युट्युबमा हालेको छु। पछि छोरी ठुली भइसके पछाडि पनि उनलाई सम्झनाका लागि म यस चन्द्रगिरी हिल्समा गएर चाहिँ यसरी नाचेको थिएँ भन्ने उनलाई सम्झना होस् युट्युबमा मैले राखेको छु। सबैजनाले हेरेर प्रतिक्रिया दिनुहोला। कस्तो लाग्छ कमेन्ट गर्नुहोला, सेयर गरिदिनु होला, लाइक गरिदिनु होला। सबै हजुरहरूलाई स्वागत छ। धन्यवाद।